युजुअली मैले युट्युब भिडियो बनाउँदाखेरि क्यानन R6 Mark II या क्यानन R5 बाट भिडियो बनाएर हुन्छु। आज चाहिँ थोरै फरक खाले भिडियो बनाऊँ, थोरै एक्सपेरिमेन्ट गरौँ भनेर मैले मेरो iPhone 15 Pro Max बाट भिडियो बनाउन जाँदैछु। अहिले चाहिँ तपाईले यो 15 Pro Max बाट भिडियो देखिराख्नु भएको छ हैन। यो चाहिँ बिल्ट इन क्यामेराबाट खिचेको मैले, जस्ट अटोमा छ, केही पनि म्यानुअली चेन्ज गरेको छैन। अटोमा खिच्दाखेरि यतिको क्वालिटी आउँछ। सेम सेटअप हो, सेम फ्रेम छ। अघि R6 Mark II को फ्रेम र यो फ्रेम सेम छ, लाइटिङ पनि सेम छ। यही फुटेज चाहिँ R6 Mark II मा पनि हेर्न सक्नुहुन्छ। सेम लाइटिङ, सेम छ सबै। तपाईहरुलाई थर्ड पार्टी क्यामेरा युज गर्नु छैन, आइफोन वा एन्ड्रोइडको बिल्ट इन क्यामेराबाटै भिडियो बनाउनु छ भने तपाईले बिल्ट इन क्यामेराबाट पनि राम्रो भिडियो बनाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ थोरै टिप्स एन्ड ट्रिकहरू हुन्छ। तपाईले यतिकै सिधै बिल्ट इन क्यामेराबाट रेकर्ड गर्नुभयो भने तपाईहरुको फोनको क्यामेराले चाहिँ ओभर एक्सपोज गरिदिन्छ के, स्याडोलाई पनि अलि बुस्ट अप गरिदिन्छ अनि हाइलाइट चाहिँ अलि चोर्यात्त हुन्छ। अनि त्यसले गर्दाखेरि भिडियो क्वालिटी त्यस्तो राम्रो देख्दैन के। बिल्ट इन क्यामेरा नै युज गरेर कसरी राम्रो बनाउने भन्नुहुन्छ भने एकपाले क्यामेरामा ट्याप गर्ने स्क्रिनमा, अनि ट्याप गरेपछि त्यो एक्सपोजर स्लाइडर आउँछ हैन, त्यो एक्सपोजर स्लाइडरलाई थोरै तल गर्नु। तपाईले म्यानुअली एक्सपोज गर्नु हो। यसले गर्दाखेरि तपाईहरुको भिडियोमा अटो एक्सपोज भएर त्यो स्याडो पनि बुस्ट अप हुने अनि हाइलाइट चाहिँ त्वरित हुने हुँदैन। यसले गर्दाखेरि अलि प्रोफेसनल भिडियोहरू आउँछ। तपाईले अब यसलाई थोरै प्रोफेसनल तरिकाले तपाईले भिडियो खिच्न चाहनुहुन्छ तर फोनबाटै, आइफोनबाटै, एन्ड्रोइडबाटै गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले ब्ल्याकमेजिक क्यामेरा डाउनलोड गर्न सक्नुहुन्छ। ब्ल्याकमेजिक क्यामेरा एप भनेको चाहिँ गुगल प्ले स्टोरमा तथा एप्पल स्टोरमा चाहिँ फ्रीमा उपलब्ध हुने एप हो। यसबाट चाहिँ तपाईले प्रोफेसनल लेभलको भिडियो निकाल्न सक्नुहुन्छ के। एप्पलमा चाहिँ के छ भन्दा एप्पल प्रोरेस लग सपोर्ट गर्छ। अनि एप्पल प्रोरेस लगमा हामीले 4K 60 FPS सम्म सुट गर्न सकिन्छ आइफोन 15 Pro Max बाट। भने आइफोन 16 मा जाँदाखेरि तपाईले एप्पल प्रोरेस 4K 120 रेकर्ड गर्न सक्नुहुन्छ। भने अझै आइफोन 17 मा जानुभयो भने तपाईले एप्पल प्रोरेस लग, एप्पल लग 2 भन्ने हुन्छ। त्यो अहिले आइफोन 17 मा चाहिँ एप्पल लग 2 छ। त्यसको चाहिँ साइज पनि ह्युज छ। हामीले चाहिँ साइज ह्युज भएकोले यसरी एसएसडी जोडेर डाइरेक्ट युज गरिरहेका छौँ। अब चाहिँ मैले यो सेम भिडियो चाहिँ ब्ल्याकमेजिक क्यामेराबाट प्रोफेसनली ट्विट गरेर सेटिङहरू मिलाएर सेम भिडियो यता अटो एक्सपोज बिल्ट इन क्यामेराबाट अनि अब चाहिँ प्रोफेसनल लेभलको एपबाट प्रोफेसनल तरिकाले सेटअप गरेर म तपाईहरुलाई देखाउन जाँदैछु। यो चाहिँ R6 Mark II को क्वालिटी 4K 24 FPS क्यानन लग 3 मा देख्न सक्नुहुन्छ तपाईले अहिलेको यो क्वालिटी। अब चाहिँ तपाईले यो भिडियो आइफोन 15 Pro Max बाट ब्ल्याकमेजिक क्यामेराको थ्रु एप्पल प्रोरेस 422 अनि HQ मा तपाईले यो भिडियो देख्न सक्नुहुन्छ। यो चाहिँ 24 FPS मा सुट गरिएको। अब एप्पल लग पनि क्यानन भन्दा पनि पावरफुल लाग्छ के मलाई चाहिँ। क्याननको बरु थोरै अन्डर एक्सपोज भयो भने क्याननको लग चाहिँ एकदम ध्वस्तै हुन्छ के, त्यसलाई मेन्टेन गर्नलाई, रिकभर गर्नलाई एकदम गाह्रो हुन्छ। भने एप्पल प्रोरेसमा खिचेपछि चाहिँ थोरै अन्डर एक्सपोज, थोरै ओभर एक्सपोज भयो भने पनि थोरै हामीले ट्विट गरेर पोस्टमा चाहिँ मिलाउन सकिन्छ। तपाईहरुलाई सटर स्पिड, आइएसओ, एपर्चरको बारेमा थाहा छ, तपाईहरुलाई क्यामेरा चलाउन पनि आउँछ भने तपाईहरुले यो आइफोनबाट ब्ल्याकमेजिक क्यामेरा एप युज गरेर तपाईहरुले एकदम प्रोफेसनल लेभलको भिडियो चाहिँ फोनबाटै निकाल्न सक्नुहुन्छ। सो मेन क्वेसन चाहिँ यो हो, मोबाइल फिल्म मेकिङले प्रोफेसनल क्यामेराले रिप्लेस गर्न सक्छ त? अब चाहिँ यो भिडियो हेरेर डिसाइड तपाईँ आफै गर्नुहोस् कि यो अल्टरनेटिभ मात्रै हो र तपाईहरुलाई स्मार्टफोनबाट फिल्म मेकिङ कसरी गर्ने अनि फिल्म मेकिङ गरिसकेपछि कलर ग्रेड कसरी गर्ने भनेर जान्न चाहनुहुन्छ भने तपाईहरुले मलाई फलो गर्नु होला। यो टपिकमा मैले एउटा छुट्टै भिडियो ल्याउने प्लान गरिसकेको छु। त्यसैले बिकज नेक्स्ट भिडियोले तपाईको मोबाइल फिल्म मेकिङ जर्नीलाई पुरै कम्प्लिटली चेन्ज गर्न सक्छ अनि प्रोफेसनल बनाउन सक्छ। सब्स्क्राइब र के अरे बेल घन्टी चाहिँ बजाउन नबिर्सिनु होला। थ्याङ्क यू। सब्स्क्राइब।